हाई गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामीसँग VGR को 071 V071 भन्ने एउटा ट्रिमर आइसकेको छ। यो चाहिँ आज हामी अनबक्सिङ गर्दैछौँ। म चाहिँ यो कलेजमा अनबक्सिङ गर्दै थिएँ हैन, साथीले भिडियो बनाएको थियो र आज हामी यसैको बारेमा हाम्रो अनरको हात पनि देख्न सक्नुहुन्छ त्यहाँनेरि। यसैको अनबक्सिङ गर्छौँ र यसको के कस्तो छ फिचर्सहरू हामी सबै भन्नेछौँ। सबभन्दा सुरुमा चाहिँ हामी यसलाई अनबक्स नै गरौँ। चक्कु त छैन, अब पेनले नै भए पनि अनबक्स गरिदिइहालौँ। छिटो फटाक्से गरिदिनुपर्छ अनबक्सिङ। ल अब छिटो यसलाई ट्रिमरलाई बक्सबाट निकालौँ अनि यसको बारेमा हामी कुरा गरौँ। म सुरुमै तपाईँहरूलाई हिन्ट दिइहाल्छु, यो ट्रिमर एकदमै राम्रो छ। हेर्दा सानो भए पनि एकदम राम्रो काट्छ यसले। मेन ट्रिमरलाई चाहिँ एकछिन साइड लगाइदिउँ होइन, अनि यसको भित्र के पाइन्छ हामीले त्यसको बारेमा कुरा गरौँ। फर्स्टमा हामीसँग आइसकेको छ एउटा टाइप A टु टाइप C केबल। यो चाहिँ एकदम राम्रो क्वालिटीको केबल रहेको रहेछ। अनि त्यसपछि लेन्थ पनि यसको राम्रै थियो। अनि टाइप C दिएर एकदम राम्रो गरौँ, नत्र त्यो गोलो खाले हुन्छ नि, अर्को त्यो मोटो गोलो हो त्यो धन्न दिएन। यो दियो एकदम राम्रो गऱ्यो, फोनको चार्जरले गर्दा पनि भइहाल्यो। अनि अर्को पाउचमा के छ भने हामीसँग एउटा ओइल दिएको छ, जुन चाहिँ त्यो चिप्लो बनाउनलाई मेसिन अड्क्यो भने चिप्लो बनाइहाल्ने। अनि त्यसपछि 3टा कम्स दिएको छ, डिफ्रेन्ट लेन्थमा काट्ने कम्स दिएको छ र युजर म्यानुअल दिएको छ, जुन चाहिँ हाम्रो केही काम छैन। यसलाई साइड लगाइदिउँ र हाम्रो मेन डिभाइसतिर आऊँ। डिभाइस चाहिँ एकदमै मतलब ट्रिमरतिर आऊँ। ट्रिमर चाहिँ एकदमै सानो छ, एकदमै स्लिक छ। हेर्नु मेरो हात एकदम सानो छ, त्यही मेरो हात जत्रै छ भनौँ न। अनि हात पनि सानो, ट्रिमर पनि सानो, अनि एकदमै रिफ्लेक्टिभ। हेर्नु त्यहाँ क्यामराम्यानहरू सबै आइसकेको छन्, एकदम ठुलो टिम छ नि त हाम्रो उहाँ। हेर्नु त। अनि त्यसपछि एउटा अलरेडी एउटा ब्लेडलाई प्रोटेक्ट गर्नलाई एउटा त्यो लगाइदिएर आएको छ र प्लस त्यहाँनिर हाम्रो बल्ब छ, बत्ती सानो बत्ती बल्ब छ, इन्डिकेटर टाइपको। अनि त्यसपछि पछाडि मेड इन चाइना PRC भनेको पिपुल रिपब्लिक अफ चाइना जस्तो लाग्यो मलाई चाहिँ। अनि त्यसपछि हाम्रो त्यो कम्बलाई साइड लगाऊँ अनि हेरौँ कस्तो छ ब्लेडहरू। ब्लेड चाहिँ प्लास्टिकको होइन, फलामकै रहेछ। नत्र प्रायः जसो प्लास्टिक हुन्छ नि त थोरै पैसामा, तर यसमा फलामै रहेछ, सानो छ तर मस्त छ। तर यसमा चाहिँ के रहेछ भने डबल स्पिड टाइपको रहेछ क्या। फर्स्टमा बिस्तारै घुम्छ, फर्स्टचोटि बटन थिच्दा बिस्तारै घुम्छ, सेकेन्डचोटि थिच्दाखेरि झन् फास्ट घुम्छ। 2 स्पिड रहेछ यार, फर्स्ट स्पिड, सेकेन्ड स्पिड अनि ओभरअलमा सर्ट एन्ड स्विट रिभ्यू दिनु पर्दाखेरि चाहिँ एकदमै पोर्टेबल, एकदमै गुड बिल्ड क्वालिटी भएको, एकदमै सार्प ब्लेड, गुड ब्याट्री लाइफ र एकदमै राम्रो काट्ने खाले यो ट्रिमर रहेको छ। एकदमै राम्रो प्राइसमा VGRले एकदम राम्रो ट्रिमर निकालेको छ होइन। विथ टाइप C केबल, विथ टाइप C होइन चार्जर, एकदम राम्रो छ एकदम। म यसको तपाईँहरूलाई एउटा सानो क्लिप देखाउँछु दाह्री काटेको। नम्बर ठुलो राखेको छ नि त, त्यो देखेको छैन काटेको। फोटो खिचाएको थियो नि त। ओभरअलमा भन्नुपर्दा एकदमै राम्रो ट्रिमर रहेको छ होइन। यो प्राइस रेन्ज अराउन्ड 1000 रुपिसको प्राइस रेन्जमा। म तपाईँहरूलाई यसको लिङ्क पनि डिस्क्रिप्सनमा राखिदिन्छु, दराजको लिङ्क, तपाईँ त्यहाँबाट बाई गर्न सक्नुहुन्छ। अनि ओभरअलमा एकदम राम्रो ट्रिमर छ र यस्तै भिडियोहरू म ल्याइरहन्छु, त्यसको लागि सब्सक्राइब गर्न सक्नुहुन्छ मेरो च्यानललाई। अनि नेक्स्ट भिडियोमा म छिटो नै भेट्छु, तबसम्मको लागि बाई बाई।